यहाँ बजारै रहेछ त यो कहाँको बजार यो तलको माथिको गाडी राख्ने पार्किङ हो त्यो धजा जस्तो अब हामीले के लानुपर्छ यो हिउँ परेको अब हिमाल त कोही कुन हिमाल हो के हो थाहा छैन सुम्तान्ने हो कुहिरो आइगयो उस्सै परेर कति राम्रो थियो अहिले कुहिरो उस्सै आइसक्यो ए लु मुस्ताङ अरे लु मुस्ताङ यत्रो घर बनाउँदैन नानी मोनिका एउटा भिडियो त्यो जुम गरेर बनाउ त बाबा ल त्यता एउटा अलि अगाडि ऊ त परेको ऊ त हिमाल यसो निकाल्न कोसिस गर नि हिमाल त निस्किहाल्छ नि आइसकेपछि आरु फुलेको के को चाहिँ हो स्याउ हो त हजुर आरु फुलेको यो वहाँ तलको स्याउका पो स्याउ हो त है कति राम्रो स्याउ फुलेको स्याउका पो स्याउ त्यस्तो हुँदछ है यो सबै स्याउ बगाइन्छ हेर हिउँ प्रतीकले खिच्नु एक सय 18 बच्चा टङ टङ गरेर भन्दन आउनु जस्तो बुवालाई कति हो घरको बिजा त सम्झे के सम्झिनु सम्झिनु के आइयो बुवालाई नि अब उनी मान्छे अब हिँडेको गएको होइन त्यहाँ माथि डाँडा गएर यो त गहिरो हो नि अब तपाईँको यस्तो खोजमा जाने यहाँ खोजमा जाने हो यता डाँडा चढ्ने हो नि त हो नि त खोइ झोला 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 ल झोला बोकौँ लाने झोला बोकौँ उता टोपी त उ त पानी